समय थप्ने बित्तिकै होइन प्रमुख अतिथि ऋषिराजलाई हामीले एउटा उद्घाटन गर्नको लागि पानुसमा पत्ती बालेर समुद्घाटन गरिदिनको लागि म विनम्र अनुरोध गर्दछु र यस कारणलाई उद्घाटन कार्यक्रममा सम्पूर्ण खेलप्रेमी साथीहरू खेलाडीहरू भाइ बहिनी सम्पूर्णले उठेर ताली बजाएर चाहिँ उद्घाटनमा सहयोग गरिदिनु म विनम्र अनुरोध गर्दछु। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री कृष्ण महर्जनज्यू, कार्यक्रममा उपस्थित विशिष्ट अतिथि राष्ट्रिय हामी अस्ति भर्खरै मात्र पोर्चुगलमा सम्पन्न भएको वर्ल्ड च्याम्पियनसिपमा भाग लिएर आयौँ। दुईजना खेलाडी यही हुनुहुन्छ, अञ्जना साई र विपेश थापाले 7वटा मेडल जित्न सफल हुनुभएको छ। विशेष सहयोगमा हामीले यो खास गरी यसमा खेलाडीहरू अलिक कम भएको हामीलाई महसुस भएर यो धेरै ठाउँमा खास गरी यसको महत्त्व पनि छ र यसको खेलाडी उत्पादन गरौँ भन्ने हेतुले यो प्रशिक्षण कार्यक्रम हामीले आयोजना मन्त्रीज्यूबाट जुन उत्साह जुन साथ हामीले प्राप्त गरेका छौँ त्यसका निम्ति म मान्य मन्त्रीज्यूलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमकै सन्दर्भमा पनि हामीले भन्दा बढी यो उत्साहित भएर मन्त्रीज्यूले हामीलाई प्रोत्साहन गरेर यो कार्यक्रम सम्पन्न हुन गइरहेको छ। त्यसकारण प्रशिक्षकज्यूहरू खेलाडीज्यूहरूलाई रेफ्रीज्यूहरू हुनुहुन्छ, उहाँ यहाँबाट हामीलाई सम्पूर्ण खेलप्रेमी खेलाडी साथी भाइ बहिनीहरू हिँड्न गर्ने प्रदेश सरकार बागमती प्रदेशमा खेलकुदप्रतिको माननीय मन्त्रीज्यूको पावेल शाह संस्थापक तथा केन्द्रीय अध्यक्ष नेपाल खेलकुद फेडरेसन खेलकुदलाई माया गर्नुहुने खेलकुद मन्त्री माननीय मीन कृष्ण महर्जनज्यू, राष्ट्रिय युवा परिषदका सदस्य युवा नेता जोबा हस्ताकुटीज्यू, त्यहाँमा उपस्थित सम्पूर्ण नेतागण तथा खेलप्रेमी साथी This will destiny. द्वारा आयोजित खिलाड़ी प्रतियोगिता तालीम उद्घाटन कार्यक्रमको फेडरेसनका अध्यक्ष प्रमुख प्रशिक्षक आदरणीय पावेल शाहज्यू, राष्ट्रिय खेलकुद परिषदका सदस्य कमल भट्टराईज्यू, नेपाली कांग्रेस युवा नेता नेपाल विधायक समिति पूर्व महामन्त्री यस नेपाल केमो खुकुरी फेडरेसन का संस्थापक एवं
प्रमुख सल्लाहकार मेरो मित्र बलदेव किमिल सिन्हाज्यू र यो केम्बो खुकुरीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले ठुलो भूमिका निर्वाह गरिरहनु भएको छ। अस्ति मात्रै तपाईँहरूको यो मैले यहाँ खेलाडीहरूलाई यहाँ चाहिँ मेडल जितेर आएका खेलाडीहरूलाई सम्मान कार्यक्रममा मै प्रमुख अतिथि भएर आएको थिएँ। भर्खर हाम्रो अध्यक्षज्यूसँग यो चाहिँ पावेल शाह अध्यक्षज्यूसँग चाहिँ यही विषयमा छलफल भएको थियो। अब यहाँ नेपाल केम्पो खुकुरी फेडरेसन द्वारा आयोजित खेलाडी प्रशिक्षक तथा रेफ्री स्थापित भयो। यत्र धेरै खेलाडीहरू जन्मिनु भएकोमा त्यसको प्रदर्शनमा विशेष गरी धन्यवाद दिन चाहन्छु। बागमती प्रदेश खेलकुद विकास परिषद जहिले पनि तपाईँहरूको साथ र सहयोग गर्न तयार छ, फेसिलिटेट गर्न तयार छ, टेक्निकल रूपमा पनि हामी सहयोग गर्न तयार छौँ, अन्य ठुल्ठुलो ढङ्गले पनि हामी फेसिलिटेट गर्न तयार छौँ भन्दै रूपमा 2 रजत र 5 काँस्य पदक हात पारी ऐतिहासिक सफलता कायम गरेका छौँ। यस महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा तपाईँले व्यक्तिगत रूपमा एक रजत उहाँको सहयोगी नेपाल केम्बो खुकुरी फेडरेसनका राष्ट्रिय प्रेसिडेन्ट अञ्जना साहित्यले म खाना तथा अध्यक्षको बारे सबैजना चाहिँ यो 2 दिने हाम्रो खेलाडीहरूलाई प्रशिक्षण गरिरहनु भएको आदरणीय गुरुहरू, इन्द्र गुरु, राम गुरु, अञ्जना गुरु र बाहिरबाट आउनुभएका प्रशिक्षक तथा सबै उपस्थित खेलाडीहरू, अभिभावकहरूलाई नेपाल केम्पोको तर्फबाट धन्यवाद ज्ञापन गर्दै